काठमाडौँको तीनकुनेमा चैत 15 गतेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा परसाईलाई भारतको आसामबाट नियन्त्रणमा लिएर आज काठमाडौँ ल्याइएको छ। उनलाई झापा हुँदै विमानबाट काठमाडौँ ल्याइएको हो। अहिले काठमाडौँ जिल्ला प्रहरी परिसरमा उनलाई राखिएको छ। झापा जिल्ला प्रहरी कार्यालयको हिरासतमा केही बेर राखिएपछि उनलाई चन्द्रगढी विमानस्थल लगिएको थियो। कार्यालयबाट विमानस्थल लैजाँदा उनलाई हत्कडी लगाइएको थियो, तर विमान चढेपछि भने त्यो खोलिएको थियो। काठमाडौँ अवतरण गरेपछि उनलाई पुनः हत्कडी लगाइएको हो। भारतमा लुकेर बसेका परसाईलाई सुरक्षा निकायले पक्राउ गरी आज बिहान झापा ल्याएको हो। विमानस्थलमा उनले सञ्चारकर्मीहरूसँग आफै पक्राउ परेको बताएका छन्। नेपाल प्रहरीको विशेष ब्युरो र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई लिन भारत पुगेको सुरक्षा स्रोतले बताएको छ। यद्यपि प्रहरीले भने परसाईलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको दाबी गरेको छ।